नमस्ते, स्वागत छ यहाँ सबैलाई मेरो युट्युब च्यानलमा। र आज चाहिँ म हजुरहरूलाई क्लाइन्चीको रिपोर्ट गरेको भिडियो हजुरहरू माझ लिएर आइसकेको छु। र यो चाहिँ मैले नर्सरीबाट लिएर आएको यो व्हाइट कलरको क्लाइन्चु यहाँ देख्नुहुँदैछ हजुरहरूले। यसको चाहिँ म रिपोर्ट गर्दैछु हेर्नुहोस्। र यस्तै प्रकारले मैले नर्सरीबाट येल्लो कलर अनि अर्को पिङ्क कलरको पनि लिएर आएको थिएँ है। र पहिला नै हजुरहरूसँग त्यसको भिडियो पनि मैले राखिसकेको छु है। र अहिले चाहिँ यो व्हाइट कलरको यो चाहिँ रिपोर्ट गर्दैछु हेर्नुहोस्। यसरी हामीले नर्सरीबाट ल्याएको जुन चाहिँ प्लान्ट हुन्छ है, त्यो प्लान्टलाई चाहिँ हामीले जस्तो रुटहरूलाई यानि यो यसको जराहरूलाई चाहिँ छेडछाड गर्नु हुँदैन है, नचालिकन यसरी हामीले प्लास्टिकको त्यो पोलिथिनमा हुन्छ है, त्यसबाट नै निकालेर चाहिँ हामीले यसरी रिपोर्ट गर्नुपर्छ हेर्नुहोस्। यहाँ मैले सेन्टरमा राखेर चाहिँ यहाँ यसरी माटो थप्दिन्छु। अनि सोइलमा चाहिँ यो मैले गार्डन सोइल लिएको छु है। अनि बलुवा यानि सेन्ट अनि गोबरको खाद अनि यो सब्जीको कम्पोस्ट है, कम्पोस्ट मिलाएको छु। र पत्ताको खाद पनि अलिकति मिसाएको छु। पत्ताको खाद छैन भने कोकोपिट मिलाउँदा पनि हुन्छ हजुरहरूले। र मेरोमा चाहिँ कोकोपिट थिएन र चाहिँ मैले पत्ताको खाद चाहिँ लिप कम्पोस्ट पनि मिसाएर चाहिँ यसरी सोइल तयार पारेको। र यहाँ मैले व्हाइट कलरको क्लाइन्चु चाहिँ यो रिपोर्ट गरिसकेको छु है। र मेरोमा रेड कलरको क्लाइन्चु चाहिँ थियो है, र व्हाइट कलरको अनि येल्लो कलरको थिएन र चाहिँ मैले मेरो गार्डनमा पनि व्हाइट र यो येल्लो कलरको क्लाइन्चु चाहिँ अहिले चाहिँ एड गरिसकेको छु हेर्नुहोस्। र पछि यो मरेन अनि यसको यो बाँच्यो, यो चल्यो भनेदेखिको चाहिँ है, ड्यामेज भएन भनेदेखिको चाहिँ यसलाई नै म फेरि प्रोपोगेट गरेर धेरै क्लाइन्चुको प्लान्टहरू बनाउने नै छु। जस्तो रेड कलरको मैले थुप्रो बनाएको छु है, झन्डै 6-7-8वटा प्लान्टहरू तयार पारिसकेको छु। र यो येल्लो कलरको पनि यसरी नै यहाँ यही कटिङबाट चाहिँ धेरै थुप्रो बनाउने कोसिस गर्नुपर्छ है। र नर्सरीबाट हामीले किन्नु पर्दाखेरि एउटै प्लान्टको एउटै यसरी हामीले पटमा 150-300 रुपियाँ यस्तोहरू भन्छ है, 150-200 कसैले 300 पनि भन्छ। र हामीले घरबाट नै यसरी प्रोपोगेसन गरेर घरबाटै हामीले धेरै प्लान्टहरू तयार पारेको छौँ भनेदेखिको हामीले घरिघरि किन्नु पर्दैन है। एकपल्ट किनेर चाहिँ हामीले आफ्नै त्यो नर्सरीबाट ल्याएको प्लान्टलाई चाहिँ हामीले धेरै बनाउन सक्छौँ। यस्तो प्रकारले यहाँ मैले जति पनि मेरो क्लाइन्चु नर्सरीबाट लिएर आएको थिएँ सबै नै यहाँ रिपोर्ट गरिसकेको छु। र यहाँ हेर्नुहोस् यति हो। र आजको भिडियो चाहिँ यति नै। हजुरहरूलाई यो क्लाइन्चु रिपोर्ट गरेको भिडियो हजुरहरूसँग सेयर गरेँ। र हजुरहरूलाई आजको मेरो भिडियो मन पऱ्यो भने लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला। अनि हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला।